हेलो गाइज गुड मर्निङ हो गाइज है सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु है आज चाहिँ म टक्क लाएर होइन मेरो साथमा 3-4जना केटाहरू छ है हामी चाहिँ मिलेर पुरा घलेघडी टुर हान्न लगाएर छ है गाइज है भिजिट हान्नु पऱ्यो नि त होइन सो निस्किँदैछु छु गाइज बाटोमा के हुन्छ यता गर्नु पनि गाइज सो बबाल गाइज है हामी चाहिँ अब यता निस्किसकेको छ है गाइज है हाम्रो यता सम्झी छ फेरि बबाल पारामा रिकी दोस्त गाइड हाम्रो फेरि सरोज सो बबाल हुनेछ है गाइज आजको भ्यू बबाल हुन्छ मेरो गाउँ बबाल छ गाइज है सो गाइज है ढुङ्गे भिलेज बबाल छ है बबाल छ ढुङ्गे भिलेज त्यो सम्झियो फेरि चप्पल चुडेर बिजो भएर छ गाइज है के गर्नु यस्तै छ है यार होइन अब नयाँ चप्पल है कति दिन भयो सम्झी चप्पल भयो एक हप्ता जति एक हप्तामै चट भयो त अनि यार सम्झी के हो यस्तो यस्तो हो कि सम्झी यार कस्तो ठग सौजी परेछ त यार सम्झी यार हाम्रो सम्झी ठग्ने मुला यस्तो त हुन्छ र मलाई हुँदै हुँदैन नि यहाँ नि यार साउदीले भेट्यो भने मार्दिने त च्याप्प समातेर साउनी चाहिँ भेट्यो भने सरल छ बबाल हिरो बाह्रमा सिङ्गो बोले यता हाम्रो त फेरि हाम्रो रिके मामा हाम्रो दावा मामा बबाल छ ट्राई अगेन ब्लगमा सब्सक्राइब गर बबाल यसो यो त हामी कहाँ जान्ला मामा आज अहिले आज हामी यसो घुमघाम गलेघडी अब हाम्रो सरोज लोकचान जापान जान लागिरहेको छ अनि सरोजजीको तर्फबाट पार्टी अनि केटीसेटी नै होला नि हो के हो केटीसेटी बोला छैन थाहा छैन सो बबाल गाइज है अब हामी चाहिँ फाइनली घडी निस्किसकेको छ गाइज है घडी यो गाइज है अब हामी यता माथि गाइज है अहिले हामी यता मामा चाहिँ हामीले यता पसलमा आएपछि है टक्क घलेघडी आउँदाखेरि चाहिँ यो पसलमा आउनु है सबैजना यता पसलमा आइदिनु होला अनि टक्क भेट गर्नु यता छ हाम्रो सल्लाह यता फेरि छ राम सम्झी बबाल छ गाइज है सो गाइज है अब चाहिँ उकालो चढिसक्यो है गाइज है घलेघडीको अब प्रवेश भइसकेको छ यता छ हाम्रो यता केटाहरू यता बबालाई चाहिँ हाम्रो सरोज छ मामा अनि हाम्रो सम्झी बबाल छ गाइज सो यही नै हो बबाल गाइज है अब हाम्रो केटाहरू यतै छ बबाल छ भ्यू बाटो चाहिँ यो हामी होइन हे रिके मामा के छ हजुर सो गाइस अब के गर्नु है अब यस्तै छ बबाल छ यो कालोमा त गाइस मर्छ क्या हो लास्टै थकी छ नि गाइस है डेन्जर उकालो छ है बबाल छ गाइस है गाइस अब यही हो अब हामी चाहिँ होइन बाटो आधी बाटोमा आइसकेको गाइस है अब यस्तै छ गाइस सब चाहिँ हामी आधी बाटो आइसकेको छ हिमाल कुन हिमाल हो थाहा छैन है र बबाल छ गाइज है घलेघडी बबाल छ गाइज सो गाइज है लास्ट एकदम गर्मी छ है बबाल एकदम गर्मी छ त्यही माथि हेर्नु गाइस बबालै छ भ्यू केटाहरू टक्क छ
मर्छ होला गाइस के गर्नु यस्तै छ डेन्जर उकालो गाइस अब यता है गुफा हेर्नुमा है बाबा गाइस गुफा है त्यहाँबाट जाने ठाउँ बाबा छ गाइस है गुफा भाइ गाइस बाबा गएर छ यो गुफा है गाइस राइट त्यही हो वा बाबा रामचे बजार निस्केर गाइस है ओइ ओहो ओ मामा हजुर भान्जा के हो यो त्यो के पुग्यो त्यो पानी हो यार हो र तिम्रो लाग्छ यति पानीलाई कुहाइरानी भनेर बग्यो हो ल ल ठिक छ हिँड्नै सक्दैन त भान्जा यार बुढो भइसकेछ हाइट धेरै दिन्छ होला नि त मामाले अनि त्यही भएर होला कि खाना है मामा भोजन एक थाल नि सक्दैन होला भोजन रन्का दिन्छ होला होइन 3-4 अनि त्यसपछि अब गाह्रो त खान सक्दैन बरु छिनमा भोक लाग्छ क्या भान्जा हो सही र गाइस यता नि छ है अब लेट्स सी हामी चाहिँ यता पहिला टपमा पुग्छौँ अनि हामी खाजा खान्छौँ त्यसपछि फेरि ब्याक हुनेछौँ है गाइस अनि तपाईँहरूले भ्यू हुने नै छ बबाल छ गाइस है कडा छ बबाल त्यो राति चाहिँ हो भान्जा बबाल छ गाइस है प्राय यता चाहिँ फेरि गाइजहरू है अब केटाकेटी होइन पुरा कपल्स बसेर होइन फोटोसोटो खिच्छन् होइन अब के गर्नु अब हाम्रो त कपल छैन हामी पऱ्यो सिङ्गल त्यही भएर हामी चाहिँ यस्तै हो अब सिङ्गलमा हिँडिन्छ बबाल छ यता हाम्रो सरोज पुरा थकित अवस्थामा भइसकेको गाई चाहिँ पुरा ह्यान्डसम भएर आइरहेको छ है हाम्रो पार्टीको ओनर बबाल छ अब के गर्नु अब हामीलाई छोडेर गाई भुनाएर छ गाई चाहिँ गर्लफ्रेन्ड छोडेर है बबाल एक्लै छ ओ माई गड झन्डा नेपाली फ्ल्याग तर के भन्नु पुरानो भइसकेको छ गाई चाहिँ तर केही छैन बबाल गाई चाहिँ ओ के छ सम्झि के हो त्यो ल ठिक छ बाबा मन्दीको लुक्स भन्नु भनेपछि आफ्नै गाउँको मान्छेले चिनेन ल गाइज बबाल राम्चे है गाइज बबाल छ है केटाहरू बबाल छ गाइस अब हाम्रो खाँदै सो अल एट गाइज है हामी चाहिँ अहिले अब खाजा खाएर निस्किन लाग्यो है गाइज अब गाइज बबाल हुनेवाला छ हाम्रो ब्लग एकदम घाम पनि चटक्क लागेको छ है अब हामी चाहिँ खाजा खाएर निस्किन लाग्यो यहाँबाट एकदम बबाल चिसो छ भ्यू एकदम बबाल छ गाइज है हेरिसुनमा होला एकदम बबाल छ कडाइ छ भनौँ सो बबाल छ यस्तै हो गाइज गाइज है बबाल
लड्का चाहिँ अहिले चाहिँ हामी अब बिचमा आइसकेको छ है कलेगढीको बिचमा इन्डिङमा अब त्यही नै हो बाबाल छ भ्यू है क्यान सी गाइस बाबाल छ है भ्यू चाहिँ कलेगढी आउने बाटो यही हो है टुङ्गे यही टर्निङ बाटो सर्लक्क हामी माथि गयो भने बाबाल आउँछ है केटाहरू पुरा टिकटक बनाउँदा है हाम्रो मामा अनि हाम्रो मेरो सम्धी यता टिकटक बनाउँदै पुरा है हाम्रो मामा सम्धी बाबाल छ है यो भित्रको गुफा चाहिँ बाबाल छ गाइस है डेन्जर गहिरो छ है गाइस कसम है यो भित्रको गुफा चाहिँ आमामा कसम सक्दैन है भित्र पस्यो भने पस्यो गएको छ त होइन सम्धी के छ बाबाल बाबाल कस्तो लाग्यो त कलेगढी एकदम राम्रो के भन्छ अरे भन्दा कति 2 वर्ष अगाडि आएको थियो साथीहरूसँग त्यही राम्रै थियो अझ झन् त्योभन्दा अलि राम्रै भएछ अझै राम्रो होस् भन्ने चाहन्छु होइन बाबाल छ फेरि बाबाल छ अब फेरि नै आउन पाओस् अब होइन लडिक छ बाबाल छ अनि के छ हाम्रो मामा फेरि कस्तो लाग्यो कलेगढी ठिकै भनौँ भन्छ अब योभन्दा के भनौँ होइन अब आफ्नै गाउँको ठाउँमा हो राम्रो ठाउँ छ घुम्नु पर्यो बाहिर ठाउँ भयो भन्दा अब धेरै भ्यू देखिन्छ यहाँभन्दा नि घर देखिन्छ धेरै नै यता अलि धेरै घर छैन घरको ठाउँमा जे भन्छ रमाइलो भयो केटाहरूसँग सो मलाई चाहिँ एकदमै बाबाल होइन फ्यान्टास्टिक ठाउँ होइन बाबाल लाग्यो यहाँको भ्यू चाहिँ एकदम बाबालै छ गाइस है एकदम मलाई चाहिँ यसको भनौँ न यहाँबाट चाहिँ अब सबै ठाउँ देख्ने क्या अब माथि यता राम्चे अनि प्लस यता हाम्रो यता हिमाल भनौँ न यता पानीको यता पछाडिको यता भ्यू हिमालको भ्यू पनि बबाल देखिने गाइस अनि त्यसमाथि यता ढुङ्गे भिलेज एकदमै बबाल त्यसपछि यता हाम्रो भाइरल छ नि भाइरल त्यो भाङ्गे जान एकदम बबाल के एकदम मिठो लाग्यो यो ठाउँ बबाल लाग्यो है यसो सबजनाले हेरिदिनु होला यो भिडियोलाई माया गरिदिनु होला देखिने यताको भ्यूको त पुरै नगरौँ गाइस है अनि बाबा देखिने अनि एन्ड यु क्यान सी गाइस है यता हेर्नु सक्नुहुन्छ तपाईँलाई यो गुफा चाहिँ बबाल क्या भित्र छिरो भन्दा कसम गाइस मान्छे भेट्दैन कि अनि सम्धि है यता तलबाट गएर उतापट्टि के भन्छ अरे भित्र जाने सुरु छ भन्छ त म आउँदाखेरि म पिकनिकमा आएको थिएँ होइन साथीहरूसँग अनि यता पछाडि चाहिँ फेरि पिकनिक स्पोट छ कि अनि त्यो पिकनिक गर्नलाई स्पोट छ पछाडि अनि त्यहीँ आएको थिएँ है अनि त्यो बेलामा म साथीहरूसँग अनि यहाँ थियो रमाइलो भएको थियो यता पछाडि चाहिँ फेरि बबाल छ भ्यू पनि अनि त्यता चाहिँ कडा छ कि बबाल छ सो गाइज होइन हामी चाहिँ घलगढी अब घुमेर नि सरक आइसकेको छ है गाइज पुरा घुमेर मजाले रोमान्स गरेर आइसकेको छ है गाइज है सो सबजनाले माया गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला होइन अनि टक्क लगाएर सब्सक्राइब पनि गरिदिनु होला सबजनालाई माया छ है सो न्यू डे न्यू ब्लग बाई गाइज आजको लागि यति नै स्टेज बाई गाइज